हेलो गाइज, गुड मर्निङ, वेलकम टु भ्लग। नमस्ते, सबैजना सन्चै हुनुहुन्छ। हामी पनि सन्चै छु। आशाको साथमा भ्लग स्टार्ट गरिरहेको छु। आज चाहिँ लक्ष्मी पूजा, अनि लक्ष्मी चाहिँ यही हो है, यस्तो चाहिँ पूजा होइन, लक्ष्मीको पूजा चाहिँ गर्ने। अनि हामी चाहिँ धेरै दिनपछि भ्लग बनाइरहेको छौँ, केही छैन होइन। हामी चाहिँ पछि पनि देखाउँछौँ। अहिले चाहिँ 10 बजिसक्यो, त्यही भएर भ्लग स्टार्ट गरेको। बेलुका देखाउँछु रङ्गोली बनाएको बेला। बाबु नमस्ते गरिदेऊ त, नमस्ते गरिदेऊ। नमस्ते। कस्तो ज्ञानी छ न बाबु रे, ज्ञानी छ। ज्ञानी छ भने ज्ञानी छ। यो लक्ष्मी त ज्ञानी छैन नि, कस्तो बदमास छ। अनि अब चाहिँ हामी रुम सुम सफा गर्छौँ। यो त नुहाइसक्यो, के गरेको छ क्या, यो चाहिँ नुहाइसक्यो। अनि यिनीहरू चाहिँ खेलिरहेछ। यो काली माता है, कति सानो थियो। अर्को भ्लग हेर्नु भएको छैन भने अर्को भ्लग गरेर हेर्नु, कति सानो थियो, कति बुढी भइसक्यो। यो पनि कति सानो थियो। बाबु यता हो, यता हो। अह माया गरिदेऊ त, माया गरिदेऊ। अह बाई बाई। अब चाहिँ म पनि जाँदैछु, रुमसुम सफा गर्छु। केही काम त गर्नु पर्दैन। मेरो रुमको हालत हेर्नु होला गाइजहरू, कस्तो फोहोर छ। केही गरेको छैन मैले त, सिर्फ मेरो बच्चा कस्तो क्युट छ नि। यता नि क्युट छ। बाबु माया गरिदेऊ त। आहा कस्तो मिठो छ नि। ल आन्टीलाई माया गरिदेऊ, आन्टीलाई माया गरिदेऊ, आन्टीलाई। आले बफ्लु। हेर्नु कति फोहोर छ, मैले सफा गरिरहेको छु। मैले चाहिँ आधी सफा गरिसकेँ नि। अनि बाबुहरू त्यहाँ छ। बाबु कहाँ हो? करिहाई दिदी खोइ, करिहाई दिदी। बाबु खोइ बाबु। आन्टी खोइ आन्टी। अनि ऊ चाहिँ यो पुसमा चाहिँ 2 वर्ष लाग्छ, त्यही भएर बोलिरहेछ बाबु रे। अनि म चाँडै सफा गरिसकेँ। लक्ष्मी चाहिँ माथि छ, पछि चाहिँ हामी सबजना भएर देखाउँछौँ। हेर्नु न हजुरहरूकोमातिर यस्तो साङ्लाहरू छ कि छैन? हाम्रोतिर त बाफ एकदम छ क्या, त्यही भएर। के हो पल हो? अनि म चाहिँ नुहाइधुवाइ गरिसकेँ, रुमहरू पनि मिलाइसकेँ। हामी चाहिँ अब कलर दिन जान लागेको। हामी चाहिँ यहाँ लिपिसकेको छौँ, माथि नै लिपिसकेको छौँ। अनि हामी चाहिँ कलर नभएर थोरै भएर पुग्दैन भनेर अझै लिन गइरहेछौँ। म लक्ष्मी अनि मौसमी। के भन्नु है अब। चाहिँ कलर लिएर आइसकेको छु, चाहिँ कलर लागेको यहाँ। हामी चाहिँ कलर दिइसकेको छौँ। यतिलाई 110 रुपियाँ है। त्यो जानु लागिसक्यो, कति चाँडो भयो है लिनलाई। त्यो घर चाहिँ लास्टै राम्रो हो क्या, परवाला नै हाम्रो घर आइसक्यो। हजुरले त केही नोटिस गर्नुभयो होला नि होइन। हाम्रो घर पहिला कति थियो, अहिले कति हेर्नु भएको छैन भने पुरानो भिडियो गरेर हेर्नुलाई। हेर्नुहोस्, वाउ मस्त छ नि हाम्रो घर चाहिँ। हाम्रो बारी यसपालि सानो छ ल। यसपालि कोबी धनियाँ। ए गाइज हामीले यति मात्रै कलर लिएर आएको, 5वटा कलर। 5वटा 6वटा हुन्छ, 7वटा। अनि यहाँ रातो छँदै थियो, अनि सेतो छँदै थियो, त्यही भएर 5वटा कलर मात्रै लिएर आएको। त्यहाँ लिएर खोल्नु छैन, यहाँ आएर खोलेछ नि लिएर कहाँ लिएर आउनु म। जसरी म त्यही भएर अब म पनि कलर बोकेर जान्छु। यहाँ नि निपेको छौँ, सुकिसक्यो। यहाँ भर्खर अङ्कल आउनु भयो। तिनटै ल्यायो। खोइ त काली सेतो ल्याउँदैन त।
अब हामीले मोबाइल चाहिँ त्यहाँ राख्दिउँ भिडियो बनाउँदैछौँ यहाँनिर बनाउँदैछौँ ता छ हाम्रो घर हेर्नुहोस् यहाँ चाहिँ हामीले पिठो लिएर आयौँ भर्खर उ गरेर ल्यायो होला अनि अब यसलाई मुस्ने है ए ओरेन्ज कलर हामीले चाहिँ यो कलर मुसिसक्यौँ है 1 2 3 4 5 6 7 वटा कलर भयो अब रङ्गोली हेर्छौँ कस्तो बनाउने अनि 4 वटा 5 वटा कलर मात्र ल्याएको कतिवटा कलर गर्ने थियो अब हामी रङ्गोली हेर्छौँ कस्तो बनाउने अनि हजुरहरूलाई देखाउँछौँ बनाएर अब चाहिँ हामी बनाउन स्टार्ट गरेको हामीले चाहिँ अब यहाँ सुरु गरिसक्यौँ है बनाउनलाई अब हामी थोप्ला थोप्ला बनाउँछौँ हाल्नु थोप्ला थोप्ला बनाम यहाँबाट नि हेर्दैछु यहाँबाट नि लु यत्र यत्र थियो होला पुग्छ यति यति टाढामा थियो है हामीले चाहिँ यति बनाइसक्यौँ है यसमा थोरै थोरै भएर मन भर्छ ल ए छाड न मजा आउँछ त्यहाँ नआइज गर्छु त्यो त्यही छिटा जस्तै नगर न के यस्तै देऊ न अलिकति कसलाई भनेको मलाई यसमा चाहिँ अब पछि कलर भर्छौँ है अहिले सेतै सेतो छ यसमा कुन कलर छ काली भर्दै गर्छ देखाउ त भन् त अब हामीले बनाइसक्यौँ अब हामी आन्टीकोमा गएर बनाउँछौँ भित्र हेलो क्या हो गयो हेर्नु कलर यो बगा नसक्ने कलर देख्नु पर्दैन यसमा मेरो पनि हो ओ बनिसक्यो भित्र गएको ल हामी आन्टीकोमा बनाउन लागेको बनाइराख्नु भएको चाहिँ भित्र हटाउ सिमसिम पानी सिमसिमी हजुर तपाईँले गर्नु न मोटो देऊ है ओ मेरो पर्दैन यसमा दिनलाई मेरो रङ्गोलीमा छुनु पर्दैन कहाँ दिउँ कहाँ हो यो लो देख लो फर्काउ है सरी जस्तो छ त्यस्तै धर्कोमा दिनु पर्दैन त बुझ्नी हस् दिदी कहाँ हालिदिउँ भन्नु त देखायो भने अब के गर्ने भन्दाखेरि ए सेतो कलर सक्यो छो छो ये क्या है रसगुल्ला है ओ पिया पिया निकला भी तो आसान से देख के निकले है अघि त म धर 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 गरेर मान्छे बसिरहेछ मेरो क्या किन कलर त्यसरी छोको किन छोको त यहाँ बाल्ने के मत हाल्नु पऱ्यो नभए सँगै आउनु कि होइन हुँदैन बस हो गया धेरै राम्रो बनाउनु पर्दैन क्या खाली
बाफ मुस्कान पुरै हरि हाम्रो बाटो नै देखाइदिनु ल अब यसमा अब हामीले बत्ती बाजा बेला देखाउँछौँ है ए अहिले हेर्नु गाइज नयाँ घर नयाँ सिट नयाँ 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 पनि पर्सनल हेर्नु यहाँ हाम्रो यस दौरे ए राम्ररी भन दौसुरे ए 10 रुपियाँ पैसा चाहियो ए अब हामी यहाँ बनाउनु लाटेको है बाबु यता आऊ नमस्ते गर त नमस्ते गर्दै नमस्ते नमस्ते गर्दै नमस्ते म गर्दै माया गर्दै त आहा बाफ रे ल भयो ल बनाऊ कस्तो बनाउने हो सेतो लिनु पर्छ सर हेर्नु गाइज हाम्रो नयाँ धारा बिग्रेको छ पानी ताप ताप चुइरहेको हेर्नु गाइज हाम्रो डन बाबुले लगाऊ, लगाऊ। ए कलर पखाइदिनुहोस् हेलमेट लगाऊ हेलमेट लगाऊ हेलमेट लगाऊ त बाबु अह बाफ रे हिरो हेलो गाइस जस्तो गर्दै त बाबु हेलो गाइज भन्दा यस्तो गर्दा हाई को आयो जो कुहाए जो देखिए कुहाए यति सब पुग्छ पुग्छ हेलमेट छोड्दै छोड्दैन अब जस्तो आउँछ त्यस्तै बनाउनु यसलाई कसरी गोला पार्नुमा च्याप्टो बनाइदिइसकेको ओहेन किन हो गयो क्या गोला गोला भयो गोला गोला यसमा फुल मात्र बनाउने वाउ वा कस्तो तातो ये क्या है मेरो हात देखिरहेछ यो थोपा थोपा गिराउँछ भाइ यस्तो पढ्नु न म हाल्छु क्या बिस्तारै हाल्छु क्या बिस्तारै हाल्छु क्या पिङ्क पर्पल एलो ग्रीन यसलाई यस्तै मतलब है त्यसरी पनि हामीले त रङ्गोलीको छुट्टो छ अलिक यस्तरी देऊ न अलिक नजिकबाट पिङ्क कलर ग्रीन लियो म तलबाट देखाइदिन्छु हाम्रो घर यस्तो भइसक्यो है ये क्या है क्या है काली कत्रा मोटा मोटा लेको यो त के बनाएको के बन्यो भाइ ल्या हेर्नु गाइस के बन्यो क्या हाम्रो घर हेरिसक्नु भयो साथीहरू यता हेर्नु कहीँ झिलिमिली बत्ती बलेको छैन हाम्रो घरमा मात्रै छ अनि अघिको कागज इस देखो अब म के गर्छु भन्दाखेरि छ नि तँलाई छ है त्यो है यो कुकुरले बिगार्दै पनि छैन यार हजुर यहाँ हेर्नुहोस् गोबर होइन तर यो के भन्दाखेरि नि रातो माटो होला पानी हाल्यो घरेको घरेको भन्नाले पनि अब यसरी थ्याप 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 गरिदिन्छु कि म यहाँ अब लिप्न जान्छु
के गर्ने त्यो तान्ने यता म तान्छु हजुर उता तान्दै तान्नु ए ल कहाँदेखि तान्ने है ए यताबाट तान्नु न यस्तो गरेर यसरी कहाँ राख्ने होला नि त के दियो त्यो यहाँनिर राखिन्छ त्यहाँनिर राखिन्छ होइन दियो मेन दियो यहाँ राख्ने अनि यहाँ थप्ला दिएर यहाँ तानु हुन्छ म जानु हजुर जानु न पहिला नु यस्तो देखाइ जाऊ न तिमी देखाउँदै जाऊ आफ्नो म देखाउँदिनँ सबै जाऊ म त फुल नै देख्दै ठोकामे अनि मलाई त्यहाँसम्म पुगेन भने पहिलो त चोबिस या गाइस म तानिरहेको छु देऊ अझै बिताऊ भन न मिलाउँदै जानुपर्छ न त्यहाँ लाग्दैन कलर यसरी दिनु त पछि कालो जे अड्किन्छ तान्नुपर्छ यसरी भिजाउ न द ले कहाँ लिएर गएको हजुर म त कता पुगे भनेको छि काली लिएर त माटो हान्नु कुर्छु ल पायो अब लक्ष्मी दुईवटा बाटोमा जान्छ म लक्ष्मी त एउटा बाटोमा गइरहेछ है साथी हो वाउ आन्टीको काम छिरिसक्नुभयो ओहो आन्टी मलाई यो थाहा छैन म कसरी बाहिर निस्किनु जा अब बाहिर यस्तो चाहिँ उहाँबाट यहाँ पुगिसकेँ बल्ल तल्ल हो योभन्दा नि माथि जानु छ अझै योभन्दा नि माथि जानु छ यार साथी हो ढाड भात चाहिँ मेरो निगोडे धानीहरू म चाहिँ गएको तल अब आउँछु फेरि लक्ष्मी हजुर हजुर के गरेको त्यहाँ पहिला देखाइदेऊ न कहाँ ए वाउ हेर्नु है गाइजहरू पाइला बनाउनु भन्टीले यो चाहिँ मेरो पाइला हो के गरेको लक्ष्मी कहाँ छिर्ने अब लक्ष्मी नि बेसी त कहाँ जानु परेर हो त म जाँदै हुनुहुन्छ म अब दियोमा तेल हाल्छु हाल्छ अनि जानु बिस्तारै जानु त ठोकाइ ल मैले कहाँ पुऱ्याइदिएको छु हजुर त के गरेको के मलाई त अनि कहाँ बिचबाट मान्छे हिँड्छ नि त त्यही भएर साइडबाट दिएको हो क्या योभन्दा चढाउनु पर्दैन त योभन्दा अगाडि पनि यही साइडमै दिएको थिएँ नि त भरेको होइन जानु न अझ के गरेको छु यहाँ लिएर यहाँ मनिजर नि सकिएको छ यो चाहिँ ठिक छ ल यता त लु पाप अङ्कलहरू आन्टीहरू पाप लाग्छ मलाई यहाँ हेर्नु न अझ के गरेको छु मैले यहाँ हजुरहरूले देखाइ नै रहेको छु ल अब यहाँबाट कता पस्ने यता नाग्नु न के नै हुँदैन सुक्न नै दिनु भएन भाइ कहाँ यति चाचाहरू चढ्न सक्छन् पधारिए जी पधारिए
मम्मी दियो बाल्दै हुनुहुन्छ यो त उता फेरि पिछैबाट आयो त नि कसैको भन्नुभएको छैन रङ्गोली त बनाएको थिएन फुल छैन उयो गर्नुहुन्छ होइन यहाँ तेल हाल्छु हाम्रो त माथि पूजा भइसक्यो है अब यो आन्टीहरू राख्न लाग्नु भएको छ भर्खर जाऊ छैन छिटो गर्दा म तिल चाहिँ खोज्न आएको के हो तिल चाहिँ छैन फुल पाएँ अब म जान्छु माथि छर्छु ल ले केले नगएको फेटेन गाइसमा फर्किरहेछु हामीले चाहिँ माथि पूजा गरिसक्यौँ अब हामी तल जान्छौँ यो सबै सामान लिएर तल ए लाइटर लाइटर मलाई थाहा मलाई थाहा हुन्छ मेरो दिदी चाहिँ आएको थियो तल यता हुनुहुन्छ मेरो चाहिँ रेडी भइसक्यो है रेडी मतलब पूजा हो अनि म चाहिँ यहाँ छु अनि मेकअप सेकअप केही गरेको छैन पुरा त्यही टी सर्ट भेस्ट लगाएको छु पूजा त गर्नुपर्छ होइन केही छैन अनि मेरो रङ्गोली रङ्गोली छ कतातिर दिने हो क्या त्यो थाहा नै भएन यो दियोस् यो वाउ माथि माथि चाहिँ गर्छन् यहाँ खाँदैन त राख्ने रङ्गोली बाहिर छ के यो किसको लिए युट्युब काले कतिवटा सेल छ बाहिर हेर त दुईटा छ भने एउटा लिएर कि त मम्मीले एउटा मागेर ल्याएर हाल्नुहुन्छ यहाँ सेल बनाउनु भएर एकछिन ओर्रा भगवान्ले त बोला एउटा यो काम गर्ने सिप दिएर रहेछ मलाई कहाँबाट देख रहने नहीं बाले कुछ नहीं करे त्यो बिचमा दिएन त्यो रङ्गोलीको बिचमा हामीले चाहिँ बालिसक्यौँ गाइजहरू मैले अघि देखाइसकेँ होइन अब लान्टी बाल्नुहुन्छ अनि हामी बाहिर गएर बाल्छौँ होइन गाइज हाम्रो भुटिया डल खाला साथीहरू हजुरहरूलाई लाइक गर्नु छिटो होइन गाइज पैसा कति धेरै हाल्नु भएको छ ला खाले नहीं छो कुछ नहीं होइन त्यस्तै गर्दै के भयो हाम्रो चाहिँ म देखाइदिन्छु ल सुरुदेखि हाम्रो रङ्गोली भयो यहाँदेखि छ मौसमी ऊ अनि यहाँ चाहिँ यसपालि धेरै बत्ती बालिनँ यसपालि त मलाई देख्नुहुन्छ मैले बत्ती बालेको छु नि त अनि माथिको भ्युज नोटिस गर्नुभयो होला नि केही त यसपालि यस्तो छ हौ यता उता चाहिँ थोरै छ यसपालि उता दिएन यता दिएछ यहाँ चाहिँ मैले चाहिँ यिनीहरूमा दिइनँ किनकि खासै मलाई ना नि त अनि यहाँ चाहिँ मैले सानो रङ्गोली बनाएँ अनि यसपालि चाहिँ मैले पाइला बनाइनँ यस्तै छ मेरो धेरै पैसा त छैन थोरै छ यसमा तेल छ है फेरि पानी राख्यो भने होला अनि मेरो मन्दिर सानो मन्दिर यस्तो छु यस्तो अनि अब त के देखाउनु है के गर्ने हामी चाहिँ सेलरोटी खाँदैछौँ है मैले खाइसक्यो है अझै खाइसकेको अनि मैले खाइसक्यो अब हामी प्रोग्राम जानु लागेको जाम ल देखाइदेऊ न देखो म बाहिरबाट देखाइदिन्छु यो हाम्रो घर देखो कहीँ पनि छैन धेरै बत्ती बालेको है हेर्नु गाई हेरिसक्नु अब जाम हेर्नु है गाइजहरू हामी जाँदैछौँ खोइ गयो अङ्कल खै गइसक्नु होला नि उता हेर्नु गाई चियाको रङ्गोली
के छैन यहाँ हेर्नु है गाइज बनाएको पनि छैन निपेर राखिदिएको छ होला रङ्गोली देखाउँदै हेर्नु गाइज रङ्गोली यामा देखिरहेको थियो काहीँ छैन हौ झिलिमिली बत्ती के गर्नु योचोटि त क्या हो छि अब उतै गरेर देखाउँछु ल हेर्नुहोस् गाइजहरू उता मात्रै छ हेर्नुहोस् पसलमा त्यो गेम त्यस्तै गाइज हामीले एउटा टिकटक पनि बनाएको है अघि हामीले यो चाहिँ टिकटकमा गएर हेर्नु होला ल हेर्नु गाइज यतातिर त गाई मात्रै पालेको छैन पोहोरको घर आउँदैछ पोहोरको घर कति छैन ऊ छ यतातिर त जहिले पत्ती पाल्छ यार यस्तो घर हुनुपर्छ क्या हाम्रो घरको अगाडि चाहिँ हुनु पर्यो नि यस्तो त्यही त भनेको हाम्रो घर यहीँ हुनुपर्ने सरी घर होइन क्या हाम्रो रुम हाम्रो बाउको घर छ यता देखिँदै भयो तिनवटा घर वा हेर्नुहोस् यो तिनवटा घर चाहिँ दामी छ है हाम्रो फेभरेट घर योभन्दा अगाडिको वर्ष पनि सेम यही बत्ती झुन्डाएको थियो त्यो चाहिँ कुरो भन्दाखेरि चाहिँ यही हो क्या यस्तो दामी छ है मोबाइलमा त्यो हो र हाम्रो नआएको ल साथ लाज लाउँछ देखाउन पनि यहाँ बेहुलीको घर त्यो त यहाँ त भैली खेल नि यहाँको रङ्गोली वाउ यहाँ हेर मेरो घर यस्तो हुनुपर्छ पछि यहाँ त बत्ती नै भालेको छैन ओ नाच्नु नि यस्तो त त्यही त यस्तो हो झिलिमिली आउनु चटपटे आहा आहा हामी त यही हेर्न आउँछ देखो देखो अब यही हामी चटपटे खाना गएको ल आन्टीले खुवाउँछन् ल म त प्याक रहेछ गाइज यहाँको रङ्गोली देखेर सात उड्यो गाइज के कहाँ छ अरे हामी चाहिँ पानीपुरी खाएर चटपटे खाएर अनि गइरहेको छौँ घर है अनि कस्तो प्याक छ के हुनु कति होइन देखाउनै मिलेन कति धेरै थियो क्या हामी गएपछि एकदम मान्छे आउँछ हामी नगएपछि एउटा मान्छे हुँदैन सायद हामी लक्की भएर होला है व्याकरण कस्तो राम्रो छ व्याकरण पहिला भनिदिउँ न यस्तो राखेर खा सो गाइज आजलाई यति नै ल भोलि फेरि कन्टिन्यू गर्छु भोलि कन्टिन्यू गर्दैनौँ भोलि यो हाल्छौँ अनि भोलि अर्को बनाउँछौँ ल ल बाई